यो एनएसडब्ल्यू के ठाउँ रे भाइ यो हजुर बाइरन बे बेमा साइरन बजाउँदै हैन walk like a donkey live like a king के swear to God हैन यो देखेपछि मलाई लाइफमा के पनि चाहिदैन त्यो के रे घामस्ताको सबैले किस खाँदैछ के हो यस्तो चलाउनु अनि मैले विभिन्न माध्यमबाट हेर्दै रे यहाँ पारिवारिक अनशैलीको समस्या रहेछ सिङ्गल आउँदो रहेछ नेपालको कमेल पोखरा कस्तो भाइब्रेसन Hello guys, हामी चाहिँ अहिले यहाँ लाइट हाउसतिर यसो घुमाइरहेको छौँ चाहिँ पुरै समुद्र छ यस्तो राम्रो छ के ठाउँ रे भाइ यो हजुर बाइरन बेमा साइरन बजाउँदै मलाई चाहिँ यो समुद्र देखेपछि के पनि चाहिँदैन मेरो लाइफको सबभन्दा त्यो पिस अनि एकदम रमाइलो छेड चाहिँ यसरी समुद्र पुरै देख्नु चाहिँ एकदम भित्रबाट आनन्द आउँछ मलाई चाहिँ के छ त एकदमै रमाइलो भइरहेको छ है मलाई त अब भवालै लागिरहेको छ त्यो लाइट देखेरै अब कत्रो ठुलो रहेछ लाइट सनसेट कहाँबाट आयो यसो मान्छेहरू चाहिँ टन्न लाएर यसरी बसिरहेछ सनसेट हेर्नलाई अब मैले पनि यसो हेर्नु पऱ्यो सनसेट भन्दा नि सनराइज चाहिँ ठिक हो अब यसो हेर्दा चाहिँ चारैतिर समुद्रै समुद्र रहेछ बिचमा चाहिँ यो लाइट हाउस छ तर मान्छेहरूको चाहिँ एकदम धेरै हुन्छ नि एकदम धेरै मान्छेहरूको सङ्ख्या चाहिँ रहेछ यहाँ केटीहरूले पनि यसो बनाइरहेको छ हाइ र साइ गर्दै बसिरहेको छ मेरो पछाडिको ठिकै छ यहाँ कोही योगा गरेर बसिरहेछ कोही चाहिँ घाम हालेर बसिरहेछ ठिकै छ अन्सा पनि आइरहेछ पछाडि रमाइलो भइरहेछ विकेन्डली पिज्जा खाएर चाहिँ मलाई दिएको थियो है पिज्जा मन लाग्यो आइसक्रिम रिक्सा साइकल आइसक्रिम खानुपर्छ मजाले ठाउँ चाहिँ बपाले रहेछ बढी मलाई चाहिँ एकदम के अरे मेरो भ्लगमा म भन्न नि सकिरहेको छैन मेरो टोपी कैलाशको सिर जस्तो मेरो टोपी हिमाली मेरो टोपी उडायो बचाऊ म त क्या टाउको यो चाहिँ बाइरन लाइट हाउस एनएसडब्ल्यू यो चाहिँ क्विन्सल्यान्ड ब्रगति नजिक एनएसडब्ल्यूबाट चाहिँ सिडनीबाट चाहिँ अलिक धेरै टाढा चारैतिर समुद्रै समुद्र छ घाम अस्तमा लगाइरहेको छ र मान्छेहरू चाहिँ पुरै टक्कै हेरिरहेको छ र यहाँ चाहिँ एउटा लपडहरू बसिरहेको छ लपड र लपडनी यहाँ चाहिँ हाम्रो ह्यान्डसम डन
छोटा स्पाइडरम्यान सु गरिदेऊ त एकचोटि सु गरिदेऊ त एकचोटि यहाँ पिसा खाने ठाउँ हो यो त्यहाँ माथि छैन पिसा खाने ठाउँ यहाँ तरुनीहरू छ यो चाहिँ पुरै सनसाइनहरू लगाइरहेको छ यहाँ योहरू लाइटहरू यहाँ छम्मा चक छ पनि दामी छ र म चाहिँ यस्तो छु है म चाहिँ पुरै घुमिरहेको छु सफारी गरिरहेको छु अब 3 दिन जति होला घुम्ने त्यसपछि फेरि घराले यस्तो काम हान्यो होइन वक लाइक अ डङ्की लिभ लाइक ए किङ के त्यसरी बस्नुपर्छ ट्याक्क लाएर फेरि त्यसपछि नेपाल गइन्छ रैला गरिन्छ फेरि आइन्छ लाइट हाउस चाहिँ एकदम रमाइलो छ यो भ्यू चाहिँ म होइन लाइफमा पुस्दै चाहिँ के भ्यू चाहिन्छ भने मलाई चाहिँ पैसा हान्न नि ठुलै भ्यू क्या एकदम हुन्छ नि म चाहिँ स्वेट गड होइन कसम यो देखेपछि मलाई लाइफमा केही पनि चाहिन्छ क्या यो देखेपछि कस्तो केही पनि चाहिँदैन मलाई यो हुन्छ नि जन्नत हुन्छ नि जन्नतले छोड्छ चाहिँ र म चाहिँ यस्तो छु है मेरो पुरै के अरे क्याप हावाले उडाएर पुरै क्वाक भइरहेन यसो छम्माहरू हेर्नु भनेको छम्माहरू चाहिँ अलि छाप्चा छिया भइरहेछ छम्माहरू चाहिँ त्यस्तो खासै सिङ्गल चाहिँ देखिएन सब जोडी जोडीमा छ भन्नु नमिल्ने हो के भन्ने क्वाक प्याकहरू सनसेट हुँदैछ पार्किङ पनि थिएन कि अहिले चाहिँ अब मान्छेहरू पुरै फर्किँदैछ हामीसँग मियान पनि बसिरहेछ मियान र म चाहिँ बसिरहेछ मियानले चाहिँ नेपाली बोल्दैन बुझ्छ मात्रै त्यो चाहिँ पुरै इङ्ग्लिस मात्र बोल्छ उसले यहाँ कति राम्रो राम्रो फुल परिहरू सर लाएर हामी चाहिँ टक्क लाएर हिँडिरहेको छ दुईजना अङ्कल र भतिज दुईजना चाहिँ टाढोले हामी क्रिस्टियानो रोनाल्डो फ्यान हो दुईजना हामी दुईजनाले सु गरिदिन्छौँ लाइट्स पुरै त्यो के अरे घाम बस्दा सबैले किस खाँदैछ के हो यस्तो चलाउनु हो नि मैले विभिन्न माध्यमबाट धेरै चुम्बन खाएको देखेँ ल तिम्रो पनि खाने तिम्रो पनि खाने लेकिन तू कर भी क्या सकता है यार बिजीकै खाम भनेको जस्तो हिँडेको लास्ट बिजी एकदम धेरै मान्छेहरूको आउँछ रहेछ मान्छेहरू एकदम फ्लो बढिरहेछ अनि रैला हुने ठाउँ रहेछ यहाँ पारिवारिक आउनु चाहिँ अलिकति समस्या रहेछ सिङ्गल आउँदा रहेछ Oh my God! नआउनु होला बाहिर नआउनु होला हुन्छ होला सिङ्गल लाइफ आयो भने डबल चाहिँ स्योर हुन्छ गाउँमा पुरै नेपालको ठमेल पोखरा कस्तो भएको रहेछ पुरै गीतहरू ठन्डै छ पोखरा
On heaven's door, I'm knocking on heaven's door. Now I'm knocking on heaven's door.